ब्रेनमा चाहिँ रक्सी खाने मान्छेमा चाहिँ सबभन्दा टाउको दुख्ने, झमझम गर्ने, अनि त्यसपछि गएर डर लाग्ने, रक्सी नखाएको बेलामा ढुकढुक ढुकढुक हुने, मन आत्ते जस्तो हुने, चिडचिड पसिना आउने, चक्कर लाएर म लड्छु कि जस्तो लाग्ने, हातहरू थरथर थरथर काम्ने, रक्सी खाएपछि सबै सन्चो हुने, म एकदम तगडा छु, म एकदम बलियो छु, म स्वस्थ छु, म काम गर्न सक्छु भने जस्तो महसुस हुने। रक्सी नखाँदाखेरि के नपुगेको कस्तो अप्ठ्यारो भएको, आफ्नै श्रीमतीसँग गफ गर्न नि गाह्रो, आफ्नै क्रियाकलाप गर्न पनि गाह्रो भए जस्तो त्यस्तो खालका महसुसहरू हुने गर्दछ। त्यस्तै गरेर चाहिँ अरू चाहिँ श्रीमतीसँग चाहिँ कति मान्छेलाई चाहिँ सेक्सुअल प्रब्लम्सहरू, सेक्स गर्ने बेलामा चाहिँ पेनाइल अर्ग्यान्सहरू नउठ्ने, इरेक्सन नभएपछि सेक्समा समस्या हुने अथवा प्रिम्याच्योर इज्याकुलेसन, एक्साइटेसनमा चाहिँ जाने भनेको रहर चाहिँ जाग्ने, तर सेक्स गर्न जाँदाखेरि चाहिँ जति लेभल समयसम्म गर्नुपर्ने त्यो लेभलसम्म सेक्स गर्न नसक्ने, जसको कारणले गर्दाखेरि चाहिँ मैले राम्रोसँग सेक्स गर्न सकिनँ कि भनेर श्रीमानलाई चाहिँ श्रीमतीमाथि मेरो श्रीमती अन्त कतै गएर सम्बन्ध राखिन्छ कि भनेर श्रीमतीमाथि शङ्का लाग्न थाल्ने र श्रीमतीमाथि शङ्का गरेर अरू कुनै केटासँग लाग्यो कि भनेर उसको पछ्याइ लाग्ने, उसको पछाडि लाग्ने, यी खालका प्रब्लम पनि रक्सी खाने व्यक्तिहरूले गर्नुहुन्छ। यदि तपाईँको मनमा पनि यस्ता खालका समस्याहरू आइरहेका छन् भने पनि रक्सीले हुनसक्छ, या तपाईँ चाहनुहुन्छ र यस्तो समस्या आओस् भने तपाईँले पनि रक्सी खान सक्नुहुन्छ। त्यस्तै गरेर सामाजिक हिसाबमा हेर्ने हो भने पनि अथवा पारिवारिक हिसाबमा हेर्ने हो भने पनि रक्सी खाने व्यक्तिको चाहिँ सामाजिक अस्तित्व अथवा सामाजिक रेस्पेक्ट अथवा सोसियल रेस्पेक्ट, फ्यामिलीको रेस्पेक्ट घट्दै जान्छ। बिस्तारै घरमै भएको आफ्नै श्रीमतीले, आफ्नै छोराछोरीले, आफ्नै दाइले, भाइले उसलाई नगर्ने, नटेर्ने, चाहिएको बेलामा पैसा नदिने, यसले त व्यवस्था गर्छ, रक्सी खाएर भ्याउँछ, यसलाई पैसा दिनु हुँदैन, यो मान्छे ठिक छैन भन्ने, घरका मान्छेले नटेर्ने, आफ्नै घरमा आफ्नै रेस्पेक्ट छैन। ल हेर्नुहोस्, जो मान्छेलाई प्रायः सबै मान्छेले गन्थे, रेस्पेक्ट गर्थे, रक्सी खाइसकेपछि त्यो मान्छेलाई त्यही घरमा कसैले पनि टेर्दैन, कसैले पनि रेस्पेक्ट दिँदैन भनेपछि त्यो घरमा बस्न तपाईँलाई कति गाह्रो भइरहेको होला। तपाईँ फेरि त्यो रेस्पेक्ट चाहनुहुन्छ भने तपाईँले रक्सी छोड्नुपर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ त्यो व्यक्ति रक्सी खाने मान्छे रिसाउने हुँदै जान्छ, अग्रेसिभ हुँदै जान्छ, उसका साथीभाइहरू पनि कम हुँदै जान्छन् र विभिन्न कानुनी समस्याहरूमा पनि पर्छ, किनभने झगडाहरू हुन्छ, लडाइँ पर्छ, समस्याहरूलाई व्यवस्थापन गर्न उसले जान्दैन, नजानेपछि चाहिँ कानुनी समस्याहरू पर्छ र विभिन्न कुराहरूमा ऊ फस्दै जान्छ। त्यस्तै गरेर साथीभाइहरूको पनि कम हुँदै जान्छ, किनभने साथीहरूसँग पनि झगडा गर्छ अथवा ऋण लिएको पैसा दिन सक्दैन, सबै पैसाहरू खर्च हुँदै जान्छ। अनि अर्को समस्या के भइदिन्छ भने रक्सी खाने व्यक्तिले रक्सी खाएको बेलामा बढी बोलिदिने, जे पाए त्यही कुरा गरिदिने र त्यो कुराले गर्दा वरिपरि भएका व्यक्तिलाई कति पीडा हुन्छ, त्यो शब्दहरू बोल्न हुन्थ्यो कि हुँदैन, र अर्को दिन उठेर बस्दा उसलाई केही पनि याद हुँदैन रक्सी खाएको मान्छेले के भने भनेर, कसलाई गाली गरेँ, कसलाई पिटेँ, केही पनि याद छैन। अनि अर्को दिन चाहिँ बाबुआमा आफ्नो छोराछोरीहरू, आफ्ना श्रीमतीहरू, आफ्ना परिवारका सदस्यहरू टाढिँदै गएको उसले थाहै पाउँदैन र उसले एक्चुअली के भइरहेछ भनेर थाहा पाउँदैन, अनि मसँग किन बोलेका छन्, मलाई किन हेपिरहेछन् भन्ने फिल हुन थाल्छ उसलाई। अनि त्यसको लडमा ऊ झन् तनावमा गएर झन्झन रक्सी खाँदै जान्छ। रियालिटी के हो भने उनीहरू दुईजनाको बिचमा परिवारमा कम्युनिकेसन हुन पाउँदैन। प्रपर कम्युनिकेसनको लागि तपाईँहरू दुईजना श्रीमान श्रीमती बसेर कम्युनिकेट गर्नलाई त तपाईँहरू दुईजनाको मन स्थिर रहन पऱ्यो, शान्त रहन पऱ्यो, अनि पो तपाईँहरू दुईजना मजाले बसेर गफ गर्न सक्नुहुन्छ। घरका समस्या, समाजका समस्या, परिवारका समस्या, केटाकेटीका समस्यालाई समाधान गर्न सक्नुहुन्छ। नत्र भने घरमा सम्बन्ध टाढिँदै गएको तपाईँले थाहै पाउनुहुन्न र तपाईँको घर हेर्दा हेर्दै तहस नहस भएर जान्छ। कतिको यही कारणले गर्दा, यही रक्सीकै कारणले गर्दा, कुलतका कारणले गर्दा डिभोर्स भइरहेको हामीले पाउँछौँ। त्यो कारणले गर्दा रक्सी खानु एक किसिमको मानसिक समस्या हो। कहिलेकाहीँ महिनामा एकचोटि, दुईचोटि 30 ml 60 ml खानु त्यो अर्को फरक कुरा हो, तर यसलाई तपाईँले दिनहुँ प्रयोग गरिरहनु भएको छ र धेरै खाइराख्नु भएको छ भने कृपया सही समयमा तपाईँले नजिकैको डक्टरसँग गएर सल्लाह गर्न हामी विनम्र अनुरोध गर्दछौँ, ताकि तपाईँको शरीर स्वस्थ रहोस्, तपाईँको मन स्वस्थ रहोस् र तपाईँको परिवार पनि तपाईँसँग सधैँ खुसी रहोस्। हस् त, धन्यवाद, नमस्कार।